एकैछिन यो भिडियो पुरै हेर्नुहोस् है। देखेका कुरा सबै सत्य हुँदैनन् र यो बाघले चाहिँ मुखमा बोकेर हिँडिरहेको छ, केही उसको आहारा जस्तो देखिन्छ, तर यथार्थमा उसको आफ्नो बच्चा बोकेको हो। उसको आफ्नो बच्चाहरूलाई, सानो बच्चाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा उसले लिएर जाँदैछ। अर्को बच्चा चाहिँ यता आमा खोज्दैछ सायद उसले, आफू पनि हिँडिरहेछ र अर्को बच्चा चाहिँ उसले खोला पार्दैछ। मुखमा च्यापेर हिँडिरहेको छ र उसले आफ्नो तरिकाले च्यापेर हिँडेको हुनुपर्छ र चोटपटक नलाग्ने होस् भनेर नै के बुद्धि लगाएर बोकेको हुनुपर्छ। आफ्नो आमाले सन्तानको लागि दिएको माया। ल उसले लाँदैछ, उसले कुनै सुरक्षित ठाउँमा राख्ने लागि लिएर जाँदै होला।